एउटा कुरा भनौँ मेरो नि यो दाँत दुखेको एकदमै धेरै दिन भइरहेको थियो अनि आज म फाइनली गएँ अनि इन्फेक्सन भएको छ भनेर भनाइसकेँ अनि अब प्रपर ट्रिटमेन्ट चाहिँ अब आइतबारबाट सुरु हुन्छ भनेर भनाएछ अनि त्यसको लागि चाहिँ मैले खुला गर्ने औषधि लिएर आएको छु कि लिटरली एकदमै दुखिरहेको छ यता र यताको भाग खाना खाँदाखेरि पनि त्यो खाना अर्केको जस्तै हुन्छ कि अनि खाना त्यो अर्केपछि कस्तो दुख्छ नि त अब यो दाँत दुखेको करिब 1 महिना अगाडिबाट हो अनि निको भइहाल्छ नि भनेर बिस्तारै 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 मैले यत्तिकै गरिरहेको थिएँ आज चाहिँ एकदमै दुखेर आयो कि सो मैले यहाँ भन्नु खोजेको चाहिँ के हो भन्दाखेरि चाहिँ यस्तै हुन्छ हाम्रो मेन्टल हेल्थ पनि होइन जति कुराहरू हामी गुम्साउँदै जान्छौँ नि अनि त्यो पनि बोतलभरि टम्म हुन्छ अनि त्यसपछि एकैचोटि बाहिर निस्किन्छ कि अब त्यस्तै गरी नै अब हामीले पनि अहिलेदेखि नै हुन्छ नि इमोसनलाई सप्रेस गरिरहेको छौँ कुनै कुराहरूलाई सप्रेस गरिरहेको छौँ अथवा अरूले हामीलाई गाली गरिरहेको छ कसैकोसँग हाम्रो झगडा परेको छ त्यो कुराहरू पनि हामीले होल्ड गरेर आफूभित्र राखिरहेको छ भने त्यो एक न एक दिन बम फटाएर चाहिँ त्यो फट्न सक्छ क्या सो समयमा नै हामीले चाहिँ त्यो थोरै गरेर भए पनि हामीले त्यो इमोसनलाई चाहिँ प्रोसेस गर्न जरुरी छ आफ्नो मेन्टल हेल्थ एकदमै तपाईँलाई गाह्रो भइरहेको छ भने थेरापी लिन जरुरी छ अनि विगतमा घटेका दिनहरूले गर्दाखेरि तपाईँको आउने दिन र तपाईँको आजको दिनलाई चाहिँ नबिगारोस् अथवा त्यो भत्ताभुतुङ्ग नहोस् त्यो समयमा नै थेरापी सेसन चाहिँ लिन जरुरी छ सो यति भन्दै यो भिडियो म यहीँ राख्छु धन्यवाद